नरेन्द्र मोदीका नामबाट परिचित भारतीय प्रधानमन्त्रीको पुरा नाम नरेन्द्र भाइ दामोदर दास मोदी हो। सन् 2014 मे 26देखि हालसम्म भारतका प्रधानमन्त्री रहनुभएका मोदीको जन्म सन् 1950 सेप्टेम्बर 17मा उत्तर पूर्वी गुजरातको वेदनगरमा भएको हो। उहाँ भारतको इतिहासमा भारत स्वतन्त्र भएपछि जन्मिएर प्रधानमन्त्री बन्ने पहिलो भारतीय नागरिक हुनुहुन्छ। उहाँको जन्म एउटा निम्नवर्गीय गुजराती परिवारमा भएको थियो। आफ्नो बाल्यकालका बेला नरेन्द्र मोदी आफ्नो बुवाको चिया पसलमा सहयोग गर्ने गर्नुहुन्थ्यो र पछि उहाँले आफ्ना भाइसँग मिलेर चिया पसल पनि खोल्नु भएको थियो। भनिन्छ 8 वर्षको कलिलो उमेरमा नै मोदी राष्ट्रिय स्वयंसेवक सङ्घको नामबाट परिचित आरएसएसमा जोडिनु भएको थियो र यससँग लामो समयसम्म जोडिएर उहाँले काम गर्नुभयो। गुजरात विश्वविद्यालयबाट सन् 1980मा राजनीति विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ। मोदीले राजनीतिमा उहाँको सुरुवात राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएसबाट भएको हो। स्नातकको पढाइ पुरा गरेपछि मोदीले 2 वर्षका लागि घरबार छोड्नु भएको थियो र भारतको भ्रमणमा निस्किनु भएको थियो। सन् 1969 र 70को दशकताका उहाँ गुजरात आउनु भएको भनिन्छ। सन् 1971मा आरएसएसको पूर्ण सदस्यता उहाँले लिनु भएको थियो। यही समयमा अटल बिहारी वाजपेयीको अगुवाईमा भारतीय जनसङ्घको सत्याग्रह भयो, जसमा मोदी सहभागी हुनुभयो। सो समयमा उहाँलाई पक्राउ गरियो र तिहाड जेलमा राखिएको थियो। सन् 1975मा सो बेला भारतीय राष्ट्रपति फखरुद्दीन अल अहमदले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको प्रस्तावमा भारतीय संसदको अनुच्छेद 252 अनुसार सन् 1975 जुन 25देखि सन् 1977 मार्च 21सम्म भारतमा 21 महिने लामो आपतकाल घोषणा गर्दा मोदी केही समय अज्ञातवास बस्न बाध्य हुनुभएको थियो। आरएसएसमा जोडिनु भएका मोदीको सुरुवातदेखि नै राजनीतिमा रुचि थियो। यही क्रममा उहाँले आरएसएसको सम्भाग प्रचारकको रूपमा 1978मा नियुक्त हुनुभयो। सन् 1985मा उहाँलाई आरएसएसले भारतीय जनता पार्टी बीजेपीमा नियुक्त गर्यो। उहाँले बीजेपीलाई बलियो बनाउन प्रयास सुरु गर्नुभयो। सन् 1990 अप्रिलमा सुरु भएको मिलिजुली सरकारको समयमा उहाँको प्रयासका कारण सन् 1995मा भएको विधानसभाको चुनावमा बीजेपी 2/3 बहुमत प्राप्त गर्न सफल बन्यो। यही वर्ष बीजेपीले उहाँलाई 5 वटा प्रमुख राज्यमा पार्टी सङ्गठनको काम दियो। यो कामलाई पनि निकै राम्रो ढङ्गबाट सफल गर्न मोदी सफल हुनुभयो। सन् 1998मा पदोन्नति गरी पार्टी सङ्गठनको राष्ट्रिय महामन्त्रीको रूपमा नरेन्द्र मोदी नियुक्त हुनुभयो। सो पदमा रहेर उहाँले सन् 2001सम्म काम गर्नुभयो। यही बेला सो बेला गुजरातका मुख्यमन्त्री रहनुभएका केशुभाइ पटेलको स्वास्थ्यमा समस्या आउन थालेपछि मोदीलाई 2001 अक्टोबरमा पटेलको ठाउँमा मुख्यमन्त्री बनाइयो र मोदीले सन् 2001 अक्टोबर 7मा आफ्नो मुख्यमन्त्री कार्यकालको सुरुवात गर्नुभयो। यही समयमा गुजरातमा 3 दिने साम्प्रदायिक हिंसा फैलियो। यो घटनापछि अहमदाबादमा पनि 3 महिनासम्म हिंसाको दौर चलि नै रह्यो। यो समयमा भड्केको हिंसामा मुस्लिम समुदायको विरुद्धमा भएको भनेर भनियो। हिंसाको थालनी सन् 2002 फेब्रुअरी 27मा गोधरामा मुस्लिम समुदायले अयोध्याबाट हिन्दू धर्मावलम्बी बोकेर आएको रेलमा आगो लगाउँदा 57 जनाको हत्या गरेपछि भएको थियो। यसपछि गुजरातमा मुस्लिमको विरुद्धमा एकतर्फी रूपमा हिंसाको वातावरण सिर्जना भयो। यो हिंसामा 1000 मारिएको भनियो, जसमा सबैभन्दा बढी मुस्लिमहरू रहेको भनेर सार्वजनिक भयो। तर निष्पक्ष रिपोर्टका अनुसार करिब 2000 मारिएका थिए, जसमा सबैभन्दा ठुलो सङ्ख्या मुस्लिमको रहेको थियो। सो समयमा गुजरातको मुख्यमन्त्री रहनुभएका नरेन्द्र मोदीको धेरै निन्दा भयो। उहाँमाथि गलत रूपमा पुलिस र सरकारी अधिकारीहरूको प्रयोग गरेको र मुस्लिम समुदायलाई दबाउन क्रूर बनेको आरोप लाग्यो। आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्नका लागि छिमेकी राज्यले दिएको सहयोगलाई पनि उहाँले अस्वीकार गरेको भनियो। तर सन् 2014मा भारतको सर्वोच्च अदालतले सन् 2014को चुनाव हुनुभन्दा अगाडि मोदीलाई सफाई दिएको थियो। सन् 2001 देखि 2014सम्म उहाँ गुजरातको 4 पटक मुख्यमन्त्री बन्नुभयो। सो समयमा गुजरातमा गरेका कामका कारण नरेन्द्र मोदीलाई विकास पुरुषको नामबाट पनि चिनिन्छ। मोदीलाई सन् 2014मा टाइम्स म्यागजिनले टाइम्स वर्ष व्यक्तिको 50 जनाको सूचीमा राखेको थियो। नरेन्द्र मोदीलाई बहुआयामिक नेताको रूपमा लिने गरिन्छ। उहाँको नेतृत्वमा सो समयमा प्रमुख विपक्षी रहेको भारतीय जनता पार्टीले सन् 2014को लोकसभा निर्वाचनमा सन् 1984 पछि कुनै पनि पार्टीले हासिल गरेको बहुमत प्राप्त गर्न सफल भयो, जसमा बीजेपीले 282 सिट प्राप्त गर्यो र यसको श्रेय नरेन्द्र मोदीलाई गयो र
नरेन्द्र मोदी पहिलो पटक भारतको प्रधानमन्त्री यसै बेलामा बन्नुभयो। उहाँ प्रधानमन्त्री बन्दा उहाँको निकै चर्चा भयो। एउटा सामान्य चिया पसले प्रधानमन्त्री बनेको भनेर सर्वत्र चर्चा पनि भएको थियो। सन् 2018 अक्टोबर 13 मा बिजेपीले पुनः प्रधानमन्त्रीका लागि उहाँलाई नियुक्त गर्यो र सन् 2019 मा पनि भएको लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले पुनः ऐतिहासिक जित हात पर्यो। नरेन्द्र मोदीको लोकप्रियता र चर्चाका कारण यो जित सम्भव भएको भनेर मोदीको सर्वत्र प्रशंसा भयो। यो चुनावमा बिजेपीले 252 सिटको लोकसभामा 303 सिट जित्न सफल भयो। सन् 2019 मे 30 मा नरेन्द्र मोदीले 15औं प्रधानमन्त्रीको रूपमा दोस्रो पटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। यो जित पश्चात सधैँ विवादमा रहने जम्मू कश्मीरको विशेष राज्यको दर्जालाई रद्द गरी उहाँले यसलाई भारतमा गाभ्नुभयो। यसको सर्वत्र चर्चा पनि भयो र विरोध पनि भयो। सन् 2019 मा उहाँले नागरिकता सम्बन्धी विधेयक संशोधन गर्नुभयो। यसको पनि विरोध र चर्चा दुवै भयो। यसको साथै उहाँको सरकारले सन् 2016 नोभेम्बर 8 मा 500 र 1000 को भारतीय नोटलाई प्रतिबन्ध लगाउने र 2000 को नोटलाई सार्वजनिक गर्ने निर्णय गर्यो। कालो धनलाई निरुत्साहित पार्नका लागि गरेको यो कदमको विरोध र समर्थन दुवै भए। नरेन्द्र मोदीकै अगुवाईमा भारतले सन् 2016 मा 400 जना सीआरएफ सैनिक जवान मारिने गरी भएको आतंककारी हमलाको बदला लियो। भारतले सन् 2019 फेब्रुअरी 26 मा पाकिस्तानमा प्रवेश गरेर गरेको यो सैनिक अपरेसनको भारतभर चर्चा भयो र यसले पनि मोदीको चर्चालाई निकै उकास्न मद्दत गर्यो। यसका साथै मोदी नेतृत्वको सरकारले आर्थिक विकासमा सुधार गरी अर्थतन्त्रमा ल्याएको आमूल परिवर्तन, पूर्वाधार विकास लगायतमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएको छ। उहाँमा हिन्दू अधिवादीको ट्याग लाग्ने गर्दछ भने बेला बेला मुस्लिममाथि दमन गरेको भनी विरोध पनि हुने गरेको छ। तर एक कुशल नेता, कूटनीतिज्ञ, स्वच्छ नेताको छवि बनाउन सफल मोदी नेता मात्रै नभएर कवि पनि हुनुहुन्छ। उहाँले गुजराती भाषामा धेरै राष्ट्रभावको कविता लेख्नु भएको छ। र आजको हाम्रो कार्यक्रम द वर्ल्ड दिस वीकका लिडर अफ द वीक सामान्य नागरिकबाट विशेष व्यक्तित्वको छवि बनाउन सफल भारतका 15औं प्रधानमन्त्री नरेन्द्र मोदी।